पनि मेरो नाम स्वर्णिमा दाहाल। म चाहिँ एक्सन एडबाट तपाईँको सानो पोडकास्ट लिन गइरहेको छु। तपाईँको पनि परिचयबाट सुरु गरौँ न। नमस्कार, मेरो नाम सत्य उपाध्याय, कर्कालीकोट। म चाहिँ सिएसी मेम्बर। कालीकोटबाट होइन, यति लामो यात्राबाट हजुर चाहिँ यहाँसम्म आउनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ होइन। अब देशको विभिन्न ठाउँबाट हामीले चाहिँ हजुर जस्तो युवाहरू यहाँ आउनुहुन्छ भनेरै हामीले सानसानो हजुरको बुझाइ सोचाइ के छ त्यसबारे सानसानो क्लिपहरू चाहिँ रेकर्ड गर्छौँ भनेर हामीले आज पोडकास्ट गरिरहेका छौँ। एकदम खुलेर बस्नु होला है। हजुरले चाहिँ क्लाइमेट जस्टिस है, जलवायु न्यायको बारेमा चाहिँ के बुझ्नु भएको छ, के जस्तो लाग्छ हजुरलाई? जलवायु परिवर्तन भनेको त लामो अन्तरालपछि होइन, 20-30 वर्षको अन्तरालपछि हुने परिवर्तन हो। त्यो परिवर्तनले जो हामीहरूको गाउँठाउँमा हाम्रो नेपालमै भनौँ धेरै नै प्रभाव पारेको छ। जो त्यो प्रभावले हामीहरूको शिक्षामा, स्वास्थ्यमा होइन, अनि त्यो जस्तो बाढी पहिरो, कृषिमा, विभिन्न कुरामा हामीहरूको असर पारिरहेको छ। त्यो असरहरू जस्तो कि बालबालिकाले, युवाले, अनि महिलाहरूले, अपाङ्गता बालबालिकाले, अनि विभिन्न क्षेत्रमा सबैले जो समुदायमा जोसुकै बस्ने समुदायले चाहिँ भोगिरहेको अवस्था छ। यसलाई हामीहरूले विदेशीबाट आउने, जो बाहिरबाट आउने प्लास्टिकहरू छ, खाद्यान्न पदार्थ छ होइन, बाहिरबाट आएको विदेशीले पठाएको खाद्यान्न पदार्थहरू, जो प्लास्टिक उत्पादन छ त्यो प्लास्टिकलाई रोक गर्ने। अनि त्यस्तै गर्दाखेरि नि अब हाम्रो कार्बन डाइअक्साइड विभिन्न कल कारखानाहरू युज भइरहेको छ, जो हाम्रो नेपालमा पहिले थिएनन्। हजुर, अहिले बाहिरबाट आएको हुनाले त्योहरू प्रयोग भइरहेछ नि त। त्यसलाई अलि रोकआउट गर्दाखेरि जलवायु परिवर्तन कम हुन्थ्यो कि भन्ने चाहिँ त्यसैले गर्दा चाहिँ बढी भएको जस्तो लाग्छ मलाई। हजुर, अनि हजुरलाई चाहिँ के कुराले चाहिँ प्रेरित गर्यो यो अभियानमा चाहिँ लाग्नुपर्छ, जलवायु न्याय चाहिँ न्यूनीकरण गर्नुपर्छ भनेर चाहिँ हजुरलाई कसरी प्रेरित गर्यो यो कुराले? अब यो कुराले हामीहरूको जलवायु परिवर्तनले विभिन्न जस्तो अघि नै भने त्यो कुरामा असर पारिरहेको छ। हामीहरूको त्यो नै हामीहरू मानवको लागि अति आवश्यक छ। पानीको मुहानहरू सुक्दै गएको छन्, कृषि उत्पादन भएको छैन होइन, हामीहरूलाई कृषि उत्पादन भएको छैन, पानीको प्रशस्त मात्रामा छैन, खेतीयोग्य जमिनहरू छैन हामीहरूको। जो अहिले जो खेती हुने जग्गाहरूमा घरहरू बनाइरहेको छन्, रोड काटिरहेको छन् होइन, सबै बाँझो छन् जग्गाहरू। अब जो विदेशी नै पलायन छ हामीहरूको। हजुर, कालीकोटमा चाहिँ हजुरले कस्तो कस्तो खालको समस्याहरू भोग्नु भएको छ? पहिला कस्तो थियो, अहिले कस्तो छ? पहिलाको सिनारियो र अहिलेको हुन्छ नि, पहिलाको अवस्था, पहिला अब खेती किसानीहरूमा पनि राम्रो उब्जनी हुन्थ्यो कि होइन, अनि अहिले चाहिँ कस्तो छ त्यो हेरिकन? हामीहरूको पहिला कालीकोटमा धेरै उब्जनी चाहिँ हुन्थ्यो, खेती धेरै अब आफूलाई पुग्ने चाहिँ हुन्थ्यो। अहिले जो त्यो पनि उत्पादन भएको छैन। पहिला हामीहरूको ओखर फल्थ्यो होइन, कालीकोटमा स्याउ फल्थ्यो। अहिले त्यो लगायो भनेपछि जस्तो कि जब पहिला चाहिँ पानी पर्ने, पहिला पानी पर्थ्यो, अहिले जब फुलहरू फुलिसक्छ बोट बिरुवामा तब असिने पानी आइदिन्छ, सबै सखा पारिदिन्छ। बोट बिरुवाहरू लगाएको ठाउँमा खेती हुँदैन, न अरू बाली लगाउन पाइन्छ। त्यसमा फर्को फालिहाल्छ, फर्को हाल्छ भने तल शीतल हुन्छ। त्यो शीतल ठाउँमा हाम्रो अब त्यो खुल्ला लगाउने बाली उब्जनी हुँदैन। अनि स्याउ ओखर फल्छ भनेर हामीले जो बोट बिरुवाहरू मेहनत गरेर लगाएको छ त्यसलाई पनि असिना पानीले रोकआउट गरिदिन्छ होइन। हामीहरूको त्यो भोगमरी छ। अनि बाढी पहिरो आइरहेको छ। वृक्षारोपण थियो, पहिला हरियाली थियो, जो त्यहाँ अब अहिले बोट बिरुवाहरू काटछाट गर्दै घर बनाउने, विभिन्न काटछाट गर्ने, त्यो फलाकहरू बनाउने जस्तो कामहरू गरिरहेका छन्। त्यसले अब एउटा बिरुवा अर्को बिरुवा रोप्ने चलन छैन। त्यसले बाढी पहिरो खेपिराखेका छन्। बाढी पहिरोको कारणले हामीहरूको के भइरहेछ, विद्यालय जान रोकावट छ। अनि समयमा उपचार गर्न नपाएर मान्छेको धेरै जसोको ज्यान गएको छ होइन। अनि त्यो अब पानी प्रदूषण भयो, पानी प्रदूषणबाट विभिन्न रोगहरू उत्पादन हुने भयो होइन, नयाँ नयाँ रोगहरू लागिरहेको छ। त्यो हामीहरूको खानपिनको कारणले चाहिँ त्यसो भइरहेछ। हजुर, अब यो सबै कुरा समस्या त हजुरले भन्नुभयो होइन, यो सबै समस्याहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई चाहिँ अथवा जलवायुलाई चाहिँ न्याय दिनलाई चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? जलवायु न्याय दिनको लागि अब हामीहरूले विदेशी कुराहरूले रोकआउट गर्नुपर्छ होइन। जो प्लास्टिकहरू छ
अनि कार्बन डाइअक्साइड धेरै छ हजुर त्यसलाई रोकआउट गर्नुपर्छ हरियाली बनाउनको लागि सबैले बोट बिरुवाहरू रोप्नुपर्छ है अब त्यो हामीहरूले आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू अनि जो अब त्यो असर जो कार्बन डाइअक्साइड हो नि जलवायु हजुर। परिवर्तन उत्पादन हुने जो हुन्छ नि त्यसलाई न्यूनीकरण गर्ने युवाहरूले पनि अब जो छ नि त त्यो बाहिरबाट ओकालत गर्नु पर्यो कि अब यो भनेको त हामीहरूलाई एकदम असरको कुरा हो नि त अरूले कुरा उठाएको अरू जस्तै अब अपाङ्गताकै कुरा गरौँ उहाँहरूले आफ्नो आवाज उठाउने ठाउँमा जान नसक्ने अवस्था छ नि त उहाँले जान सक्नुहुन्न हामीहरूले गएर उहाँहरूको कुरा सुन्ने त्यसले अब सरकारको मार्फत अब जुन निकायले हामीहरूको राम्रो काम गरिरहेको छ हामीहरूलाई सहयोग पुर्याइरहेको छ नि त त्यो सामु गएर आफूले उहाँहरूलाई झकझक्याउने केही कुराहरू भनेर आफूले अब त्यो जस्ता क्रियाकलापहरू अरू सबैले सक्रिय भएर लाग्यो भने चाहिँ त्यसले रोकआउट गर्न सकिन्छ त्यसलाई चाहिँ न्याय दिन सकिन्छ जस्तो हजुर। लाग्छ। हस् धन्यवाद हजुरलाई। वेलकम